सुनिता डंगोल अहिले विवादको घेरामा परेकी छिन्। सुरुवाती चरणमा मेयर बालेनसँग मिलेर काम गरेकी सुनिता युवाहरूको आइडल समेत हुन्। तर एमालेको 11 गतेको लोकतन्त्र दिवस विशेष युवा उत्सवमा बोलेको अभिव्यक्ति अहिले निकै विवादित बनेको छ। आज हामी सुनिता डंगोलले बालेनसँगको रिस एमाले सभामा पोख्दा आफ्नो अभिव्यक्ति आफैलाई भारी हुनुको सार बाहिर ल्याउनेछौं। श्रृंखला नम्बर 1, स्वतन्त्र मेयर उठ्न खोज्दा एमालेले उपमेयरमा ठाउँ दिएपछि काठमाडौँबाट मेयर उठ्ने घोषणा गरेकी मिस नेवा 2011 की विजेता सुनिता डंगोललाई एमालेले सो समयमा उपमेयरको टिकट दियो। केशव विस्थापित पराजित हुँदै गर्दा स्वतन्त्र मेयर बालेन शाहसँग एमालेबाट सुनिता डंगोलले भारी मतका साथ उपमेयरमा विजय हासिल गरिन्। बालेन शाहलाई गीत गाउन बोलाउने बताएकी डंगोलले अन्ततः उनै बालेन शाहको नेतृत्वमा काम गर्न पर्ने अवस्था बन्यो। उपमेयरको रूपमा सुरुवाती समयमा बालेनसँग निकै जमेकी सुनिता प्राय दुवैजना सँगै कार्यक्रमतिर पनि निस्कन्थे। बालेनको हरेक निर्णयलाई मौन रूपमा सुनिताले पनि समर्थन जनाउँदै आएकी थिइन्। उपमेयरकै भरपूर साथ पाएका बालेनले पनि प्राय सार्वजनिक कार्यक्रमहरूमा आफूले नभ्याउँदा सुनितालाई नै पठाउन थाले। धेरैले मेयर उपमेयरको मिलनलाई प्रशंसा पनि गर्थे। पार्टीबाट निर्वाचित भएपछि बालेनको गतिविधिमा साथ दिँदै अगाडि बढेकी सुनिताले टुकुचा खोला पहिलेकै अवस्थामा ल्याउने अभियानमा समेत सँगै पुगेर साथ दिएकी थिइन्। झण्डै 3 वर्षसम्म मिलेको सुनिता र बालेन बीच एकाएक फाटो आउन संकेत देखिन थाल्यो। श्रृंखला नम्बर 2, सुनिता र बालेन बीचको सम्बन्धमा आकस्मिक दरार। बालेन पछिल्लो केही समय यता सार्वजनिक कार्यक्रमहरूमा त्यति देखिने गर्दैनथे। अझ प्रधानमन्त्री केपी शर्मा ओली जाने क्रममा त उनी सहभागी नै हुँदैनन्। सिंहदरबार जलाइदिने धम्की फेसबुकबाट नै दिएपछि सुनिता डंगोल एकाएक बालेनसँग रिसाएकी थिइन्। बालेनले उक्त स्ट्याटस लेख्दा एमाले माओवादीको गठबन्धन सरकार चलिरहेको थियो। पारिवारिक समस्यालाई लिएर बालेन भने राज्यमाथि आक्रामक थिए। अझ राजधानीको फोहोर नउठ्दै गर्दाखेरि सरकारले समेत प्रभावकारी भूमिका नखेलेको भनेपछि उनले निरन्तर आक्रोश पनि सरकारमाथि नै पोखिरहेका थिए, जुन विषय उपमेयर डंगोललाई पटक्कै मन परेको थिएन। बालेन एक्लै काम गर्न थाले र मिडियाले पनि बालेनलाई बढी जोड दिएर अगाडि बढ्न थालेपछि सुनिता क्रोशित बन्न थालेकी थिइन्। डंगोल पार्टीबाट उपमेयर भएकै कारण पनि काठमाडौँ महानगरपालिका भरि रहेका आफ्ना दलका जनप्रतिनिधिलाई सम्झाउनतिरै लाग्ने गर्थिन्। उनी आफै पनि पार्टीको घेराबन्दीमा परिन्। उनी बिस्तारै पार्टीतिर बढी फोकस हुन थालेपछि केही मनमुटाव सुरु भयो। श्रृंखला नम्बर 3, फेसबुक स्ट्याटसले टुटायो बालेन सुनिताको सुमधुर सम्बन्ध। बालेनले पटक पटक एमालेको गलत गतिविधिलाई बाहिर ल्याउन थालेपछि सुनिता डंगोललाई पार्टीबाट नै दबाव खेप्न पर्ने अवस्था सृजना भएको छ। डंगोललाई पटक पटक पार्टीका ठूला नेताहरूले नै बालेनलाई सम्झाउन अनुरोध गरिरहेका छन्, तर सुनिताको कुरा